भोपी शेरचनको कविता घैँटोभित्र वटवृक्ष। साँगुरो घैँटोभित्र माटो जमाएर उमारिएको वटवृक्ष झैँ मैले आफ्ना दुईटा आँगाहरू फैलाएँ र म ओइलाएँ। आफ्नो वरिपरि निस्सासिँदो पर्खाल पाएर अनि मैले मुक्त वायुमा सास फेर्न ठिङ्ग उभिएका आफ्ना 5 नाङ्गा औँलाहरू पट्याएँ। प्रकाशनको खोजीमा दगुरेका आफ्ना हस्तरेखाहरूलाई पछाडि फर्काएँ र अब म आफ्नै मुठ्ठीभित्र बन्द छु, आफ्नै कठोरताभित्र कैद छु। तर कुनै दिन तिमीले चिन्न सके आफूभित्रको बतासलाई र प्रकाशलाई तिमीले जान्ने छौ कि बाहिरबाट जतिसुकै कठोर भए पनि भित्रभित्रै म कोमल छु, यो बन्द मुठ्ठीभित्र अत्केला चाहिँ।